नमस्कार, मेरो नाम होमबहादुर घिमिरे। 2006 सालमा जन्म भएको हो। त्यस पछाडि म महेन्द्र माध्यमिक विद्यालयको पहिलो विद्यार्थीका रूपमा सञ्चालित भएर के भन्नु पहिलो विद्यार्थीका रूपमा कार्यरत भएर बसेँ। अध्ययन गरेँ। त्यस पछाडि यो के जोगी बलभद्र गिरी आउनुभयो। उहाँ आएपछि भोटेबल्ने डाँडो भन्नेमा उहाँको बास भयो। दुई दिन लगायत खुल्ला आकाशमा रहनुभयो। त्यस पश्चात गाउँलेहरूले त्यहाँ बाबा गुरु महाराज आउनु भएको छ भन्ने कुरो सुनेपछि गाउँलेहरू गएर एउटा चाहिँ खरको झुपडी बनाइयो। त्यो झुपडी बनाए पश्चात मेरो हजुरबा खड्गबहादुर घिमिरेलाई चाहिँ विद्यार्थी भेला पारिदिनुहोस् र म विद्यार्थी यहाँ चाहिँ स्कुल सञ्चालन गर्छु भनेर उहाँको आह्वान अनुसार मेरो हजुरबाले केटाकेटी विद्यार्थी भेला पारिदिनु भयो। हजुरबाकै माताहतमा म त्यहाँ गएँ। त्यहाँ गए पश्चात एउटा अरू आधार केही थिएन। फलेकमा धुलो हालेर सिन्काले क ख लेखेर लेख्ने वातावरण त्यहाँ भयो। त्यसै अनुरूप दुई दिन 4 दिन म एक्लै त्यहाँ गएँ। त्यस पछाडि लोकबहादुर अधिकारी भन्ने एउटा अधिकारी मेरो साथी भयो। क्रमशः तिलबहादुर घिमिरे भन्ने अर्को 2-3 दिन पछाडि अर्को साथी भयो। त्यस पछाडि प्रेमबहादुर घिमिरे भन्ने अर्को साथी। त्यसरी एवं प्रकारले साथीहरू थपिँदै गए। अनि योगराज घिमिरे पनि साथी भए। त्यसरी हामी एवं प्रकारले चाहिँ त्यही धुलौटोको रूपमा पढ्दै गयौँ त्यही डाँडामा। त्यस पश्चात पछि एउटा चौतारामा भकारीको सामान्य गोठ स्थापना गरेर त्यो चौतारामा खरिपाटीका रूपमा लेख्ने क्रममा चाहिँ खरिपाटीबाट लेख्ने क्रम जारी गर्यौँ र खरिपाटीबाट चल्दै गइयो। अनि त्यसै अनुपातमा पछि दधिराम पोखरेलको लाई अलिकति जग्गा देऊ भनेर उहाँसँग जग्गाको आह्वान गरियो। त्यो जग्गाको आह्वान गरे पश्चात एउटा खरको झुपडी बनाएर त्यो झुपडीमा पढ्न सुरुवात गरियो। त्यो सुरुवात गरेका बखतमा मास्टरहरू चाहिँ कृष्णप्रसाद पोखरेल, धनञ्जय पोखरेलकाहरूले सुरुवात गरेको थियो। अनि त्यसै अनुरूप ताम्रध्वज घिमिरे मास्टर भएर त्यहाँ आउनुभयो। अनि बाहुनहरू चाहिँ गुरु भइगए। छेत्री मास्टर हुँदाखेरि उहाँको नाम उहाँलाई चाहिँ मास्टर भन्ने नामकरण त्यति बेर स्थापना भयो। र पछि त्यस्तै हुँदै जाँदा 13 सालमा बितिसकेपछि 14 सालमा चाहिँ महेन्द्र राजाको सवारी धनकुटामा भएपछि मेरो कुलबहादुर घिमिरेको नेतृत्वमा धनकुटा गएर के अरे 14 सालमा निवेदन लिएर धनकुटा गएपछि धनकुटामा महेन्द्र राजाले चाहिँ महेन्द्र प्राथमिक विद्यालय भनेर 5 कक्षाको स्वीकृति महेन्द्र राजाले गर्नुभयो। त्यसै अनुरूप सञ्चालन हुँदै आयो। अनि त्यो महेन्द्र मावि त्यसरी भयो। अनि त्यस पश्चात 5 कक्षाको स्वीकृति भए पश्चात 2 कक्षामा हामी यथावत सञ्चालन भयौँ। अनि उहाँ ताम्रध्वज घिमिरे र कृष्णप्रसाद पोखरेल हिराङ्नातिर जानुभयो। हिराङ्ना उहाँहरू गएपछि शिक्षकहरू चाहिँ अरू झसनाथ घिमिरे, रोणी प्रसाद खनाल, गायत्री प्रसाद खनाल र टङ्कप्रसाद निरोलाका मास्टर भएर स्कुल सञ्चालन गरियो। अनि सञ्चालन हुँदै जाँदा 18 सालमा मैले 5 कक्षा पास गरेँ। 5 कक्षा पास गरे पश्चात
फेरि 2 महिना 4 महिना त्यहीँ केटाकेटी पढाउनुपर्छ तैँले भनेर 1-2 महिना त्यहीँ म पनि मास्टरकै रूपमा त्यहाँ सञ्चालित भएँ। अनि त्यस पछाडि म 6 कक्षामा खादबारी गएँ। 6 कक्षामा भर्ना भएर स्कुल त खादबारीमा र यहाँ मात्रै थियो। यहाँको यहाँ माथि माथि थिएन, माथि थिएन। हेदाङनामा चाहिँ थियो रहेछ नै भएकोले नै उहाँहरू जानु भएको रहेछ क्या र। ताम्रध्वज र कृष्णप्रसाद पोखरेल चैनपुरमा थियो, चैनपुरमा थियो। अनि एकदम प्रकारले त्यसरी सञ्चालन हुँदै जाँदा हामीले 6 कक्षामा म खादबारी पढ्न गएपछि योगराज घिमिरे अनि गायत्री प्रसाद खनाल चाहिँ कामको आवश्यकले उहाँ बाहिर निक्लिएपछि धर्मप्रसाद तामाङ भन्ने तामाङलाई ल्याएर चाहिँ उहाँहरूले सञ्चालन गर्नुभयो। म खादबारी पढ्न गएँ। त्यसमा के अरे खादबारीमा गएपछि कति 20 सालमा सम्म मैले पढेँ। 5, 6, 7, 8 कक्षाको परीक्षा दिइनँ। म 21 सालमा चाहिँ इन्डिया गएँ। योगराज घिमिरेहरू यहीँ हुनुहुन्थ्यो। म 29 सालमा यहाँ उहाँबाट आउँदा योगराज घिमिरे त्यो बेलामा योगराज घिमिरेको के अरे यो बी लेभल तालिम भन्ने तालिम खुलेको थियो। त्यो तालिममा गए पश्चात उहाँ चाहिँ म 29 सालमा यहाँ आउँदा माल्टामा कार्यरत भएर शिक्षककै रूपमा उहाँ काम गर्दै हुनुहुन्थ्यो। र म त्यहाँदेखिको सुरुवातमा धुलौटोबाट सुरु भएको स्कुल अहिले कम्प्युटरका जमानामा पनि आए। कम्प्युटरका जमानामा आउँदा पनि सम्म म यो स्कुलको लागि परेर अब हरेक कुरामा भनौँ संरक्षकको रूपमा, विद्यार्थीको रूपमा पहिले परिणत भयो भने अहिले अभिभावकको रूपमा परिणत भएर काम गरिरहेको छु। अहिले चन्दादाता, अक्षय कोषदाता, महेन्द्र माविको सञ्चालित के अरे शिक्षा अभिभावक सङ्घको कार्यरत अहिले पनि कार्यरतै भएर काम गरिराखेको छु र महेन्द्र माविको उज्जवल भविष्यको कामना गर्छु। अब अझै महेन्द्र क्याम्पस होस् भन्ने मेरो धारणा छ। यति भन्दै अनि अहिलेसम्म चाहिँ यहाँ भएका सबै गतिविधि समेटेर स्कुलले स्मारिका बनाउन आँटेको छ। हजुर, त्यसमा तपाईँको केही छ? स्मारिकाले के गर्ला त? अब अहिलेसम्मका स्मारिका भएपछि अब पुरानो इतिहासबाट जोडिएर आयो भने 9 सालदेखिको इतिहास बन्दै आएको। अहिले चाहिँ 42 सालसम्मको त्यहाँको अवस्था कस्तो अवस्था थियो र त्यस्तो अवस्थाबाट कस्तो भयो, कहाँसम्म आइपुग्यो भन्ने त्यो देखिन्छ। त्यो भएकाले स्मारिका बनाउनु धेरै राम्रो छ। त्यसमा सबैजनाले सहयोग गरेर स्मारिकाको स्थापना हुने भयो। म प्रकाशन हुँदैछ, त्यसमा म धेरै खुसी छु। त्यसमा म धेरै खुसी छु। महेन्द्र माविको उत्तरोत्तर प्रगतिको कामना पनि गर्दछु। अब पछि गएर चाहिँ 100औं वार्षिक उत्सव आउला, 150औं वार्षिक उत्सव आउला, त्यतिखेरका लागि पनि पहिले कस्तो थियो भने हजुर इतिहास त मर्दैन, मान्छे मरे पनि इतिहास त मर्दैन। त्यो भएकाले स्मारिका बनाउनु अति आवश्यक। राम्रो काम हो। म यसमा धेरै खुसी छु। अरू केही भन्न तपाईँलाई मन लागेको? अरू अब मेरा साथीहरू भनेको अब त्यो यथावतै छ। यता सँगै पढेका साथीहरू मेरो चाहिँ 2 कक्षादेखिको पढ्ने साथी भनेको त्योनाथ ढुङ्गाना, के अरे ज्ञानबहादुर चापागाई, खिरराज खनाल, के अरे गोपाल पोखरेल, यी आदि गरिएका साथीहरूसँग। कतिजना बाँकी छन् त ती साथीहरू? 1-2जना त गइसके क्या र? अहिले मसँग पढ्ने साथी भनेको गोपाल पोखरेल, खिरराज खनाल उता काठमाडौँतिर कता छन् अरे, ज्ञानबहादुर चापागाई छन्, अनि कृष्णप्रसाद तामाङ पनि छन्। त्यो ढुङ्गाना चाहिँ गए, मसँग
सुरुवातमा म पहिलो विद्यार्थीका रूपमा सञ्चालित हुने चाहिँ मसँग पढ्ने साथीहरू चाहिँ गइसके, अहिले बाँकी कति छैन। वर्ष पुग्नुभयो तपाईँ अहिले? म अहिले 76 वर्ष पुगेँ। 76 वर्ष पुग्नु हो? हजुर। ल ठिक छ, लु तपाईँले स्मारिका प्रकाशनको सन्दर्भमा चाहिँ हजुर आफ्नो धारणा दिनुभयो। हजुर अब यो पछिसम्म रहन्छ यो? हजुर, पछि अब पुस्ता छोरा नाति पलातीका पालासम्म रह्यो भने के भनेको रहेछ, कस्तो अवस्थाको स्कुलबाट कस्तो अवस्थामा गएछ, परिणत भएछ भन्ने कुरो चाहिँ यथार्थ रूपमा पलातीहरूले पनि सुन्ने हुन्, देख्ने सुन्ने र पढ्ने पनि भए। पहिले त स्कुल माथि मात्रै थियो हैन? माथि मात्रै थियो। पछि यहाँ हाम्रो यही यो फ्रेममा देखिरहनु भएको यो पछाडि यहाँ हाम्रो अहिलेको कार्यरत रोहिणी सर हुनुहुन्छ, रोहिणी सरको हजुरबाले दिनुभएको हो जग्गा चाहिँ? रोहिणी सरको हजुरबा, उहाँ अहिले रोहिणी सरको हजुरबाले होइन, रोहिणी सरको बाउले, बुवाले ए होइन हजुरबाले, हजुरबाले। अनि त्यस पछाडि यो मरुवा गाउँ पनि यत्रो धेरै अब घरहरू यति नै थिएनन् नि? घर थिएनन् नि, घर थिएनन्। घर त यहाँ त सामान्यत त्यो माथि 3-4 घर थिए, यहाँ भनेको अब यी घरै थिएनन्। उहाँ माथि 2-3वटा घर थिए, त्यहाँ यहाँ घर थिएनन्। यहाँ हाम्रो घर हाम्रो हजुरबाको मात्रै थियो। यहाँ सामान्य थिए, 12-15वटा 20वटा घर मात्रै थिए, यत्रो घना बस्ती थिएन। अहिले अब बस्ती पनि विकास भयो, बस्ती विकास भयो, मान्छे फेरिए, अहिले नयाँ नयाँ मान्छेहरू आए, पुराना मान्छेहरू छैनन्। अब लेख्ने पढ्ने पनि अब चलन चाहिँ अब नयाँ नयाँ हुँदै आएको छ। हजुर, नयाँ नयाँ हुँदै आएको छ। अहिले अब धुलैटाबाट परिणत भएको कम्प्युटरमा आयो, उता स्कुल भकारीबाट सुरु भएको अहिले ढलानबाट सम्म पुगेको, यो देख्न पाउँदा मलाई धेरै खुसी लागेको छ। र महेन्द्र माविको उत्तरोत्तर प्रगति होस्, यही मेरो शुभकामना। जय महेन्द्र मावि। ल, हस्, नमस्कार।